Now we will deal this question number 5A. So let us understand what is given to us in 5A and what are the steps, basic steps of finding dividend, dividend per share. अनि यहाँ त क्वेशन भित्र पनि अर्को एउटा क्वेशन पनि छ. So it's a very long question, okay? So यहाँ मैले केही सोलुसन लेखिसकेको छु. त्यसपछि रिमेनिङ सोलुसन म लास्टमा गर्दैछु है त. So basically मिस्टर यादवको हामीलाई इन्फर्मेसन दिएको रहेछ. मिस्टर यादवसँग टोटल नम्बर अफ मिस्टर यादवसँग हैन टोटल नम्बर अफ शेयर्स कम्पनीको कति रहेछ त 60,000. ओके. नम्बर अफ शेयर विनोद कुमार यादवसँग चाहिँ कति रहेछ त 400 वटा शेयर्स रहेछ. रेट अफ डिभिडेन्ड कति दिएको रहेछ 50%. क्याश डिभिडेन्ड रिसिभ बाइ यादव कति रहेछ 10,000. यो डिभिडेन्ड भनेको टोटल डिभिडेन्ड हो होइन. ओके. नेट प्रॉफिट पनि दिएको छैन हामीलाई. डिभिडेन्ड पर शेयर पनि दिएको छैन र टोटल डिभिडेन्ड अमाउन्ट पनि हामीलाई दिएको छैन. डिभिडेन्ड अमाउन्ट मिस्टर यादवको दिएको छ र मिस्टर यादवको नम्बर अफ शेयर दिएको छ भने हामीले यो मिस्टर यादवको नम्बर अफ शेयर्स र यो डिभिडेन्ड अमाउन्टलाई हामीले के गर्यो त यसलाई डिभाइड गर्यो भने के आउँछ डिभिडेन्ड पर शेयर आउँछ कि आउँदैन त आउँछ नि हैन. सो डिभिडेन्ड पर शेयर दुई तरिकाले निकाल्न सकिन्छ. कि त कम्पनीको टोटल नम्बर अफ शेयर्स दिएर टोटल डिभिडेन्ड दिएको छ भने टोटल डिभिडेन्ड डिभाइडेड बाइ टोटल नम्बर अफ शेयर्स गरेर भयो एउटा तरिका. अर्को भनेको हामीले डिभिडेन्ड पर शेयर निकाल्न गरेका डिभिडेन्ड अमाउन्ट अफ मिस्टर यादव एन्ड नम्बर अफ शेयर्स अफ मिस्टर यादव गर्यो भने के आउँछ त डिभिडेन्ड पर शेयर आउँछ कि आउँदैन त. सो अगाडि क्लासमा पनि मैले भनेको थिएँ दुईटा तरिका छ डिभिडेन्ड पर शेयर निकाल्ने हो हैन त. सो नर्मली हामीले गर्ने स्टेप्सहरु के हो त भन्दाखेरि भने हामीले डिभिडेन्ड निकाल्छौँ नर्मली सुरुमा हो हैन त. त्यसको लागि हामीले नेट प्रॉफिट र रेट दिएको हुन्छ नि त हुन्छ. अब हेर त हामीलाई त नेट प्रॉफिट पनि दिएको छैन हो डिभिडेन्ड पनि दिएको छ त हामीलाई. डिभिडेन्ड भनेको टोटल डिभिडेन्ड दिएको छ कम्पनीको पनि दिएको छैन क्वेशनमा छ त दिएको हामीलाई छैन. अब डिभिडेन्ड पर शेयर पनि दिएको छैन हामीलाई छ त. तर हामीलाई के दिएको छ डिभिडेन्ड रिसिभ बाइ इन्डिभिजुअल दिएको छ. ओके है त. के दिएको छ अरे डिभिडेन्ड रिसिभ बाइ इन्डिभिजुअल दिएको छ. अनि अर्को कुरा हामीलाई के दिएको छ भने त्यो इन्डिभिजुअलको नम्बर अफ शेयर्स कति थियो र कम्पनीको नम्बर अफ शेयर कति थियो त्यो पनि दिएको छ हामीलाई नि त. अब हामीले डिभिडेन्ड रिसिभ बाइ इन्डिभिजुअल डिभाइडेड बाइ नम्बर अफ शेयर अफ दैट इन्डिभिजुअल गरेपछि के आउँछ डीपीएस आउँछ आउँछ कि आउँदैन. यो डीपीएस लाई डिभिडेन्ड पर शेयर लाई नम्बर अफ शेयर्स जुन कम्पनीको छ त्यसले मल्टिप्लाई गर्यो भने टोटल डिभिडेन्ड आउँछ. टोटल डिभिडेन्ड आइसकेपछि रेट पनि छ दिएको भनेपछि नेट प्रॉफिट पनि आउने रहेछ कि रहेन त. यु गट व्हाट आई मिन. के गर्नुपर्ने रहेछ भन्ने कुरा आइडिया पायो कि पाएन तिमीले बुझ्यौ कि बुझेन तिमीले आइडिया. सो हामीलाई के दिएको रहेछ डिभिडेन्ड टोटल डिभिडेन्ड पनि दिएको छैन कम्पनीको अनि नेट प्रॉफिट पनि दिएको छैन. डिभिडेन्ड पर शेयर दिएको छ छैन त्यो पनि. डिभिडेन्ड रिसिभ बाइ इन्डिभिजुअल दिएको छ नम्बर अफ शेयर्स अफ इन्डिभिजुअल पनि दिएको छ कम्पनी पनि दिएको छ. सो फर्स्ट अफ अल हामीले डिभिडेन्ड पर शेयर निकाल्नको लागि डिभिडेन्ड रिसिभ बाइ इन्डिभिजुअल बाइ नम्बर अफ शेयर्स गर्न सक्छौँ. एउटा शेयरको मूल्य आयो कि आएन. एउटा शेयरको मूल्य आएपछि जम्मा जम्मी शेयर कम्पनीको कति छ त्यसले मल्टिप्लाई गर्यो भने के आउँछ टोटल डिभिडेन्ड अमाउन्ट आउँछ कि आउँदैन त. टोटल डिभिडेन्ड अमाउन्ट आइसकेपछि नेट प्रॉफिट पनि निकाल्न सकिन्छ कि सकिँदैन त किनकि हामीलाई रेट अफ डिभिडेन्ड त दिएको छ. सो यही प्रोसेसलाई चाहिँ हामी फलो गर्न गइरहेको छौँ. ओके. सो नाउ फर्स्ट अफ अल डिफरेन्स बिट्विन बोनस एन्ड डिभिडेन्ड भन्ने क्वेशन नम्बर 1 मा सोधेको छ. बोनस इज द एक्स्ट्रा अमाउन्ट अफ मनी गिवन टु एन एम्प्लोयर एज अ रिवार्ड फर हिज अर हर गुड परफर्मेन्स. कि बोनस भन्ने अमाउन्ट चाहिँ कसले पाउने हो त इम्प्लोइले. डिभिडेन्डको कुरा गर्ने डिभिडेन्ड भन्ने कसले पाउँछ त शेयर होल्डरले पाउँछ एज अ रिवार्ड ओके फ्रम द नेट प्रॉफिट अफ द कम्पनी. ठीक छ. सो फर्स्ट अफ अल एज आई सेड हियर यहाँ स्टेप्स मैले अलरेडी भने अनुसार फर्स्ट अफ अल के निकाले डिभिडेन्ड पर शेयर निकाले. त्यसपछि के निकाले टोटल डिभिडेन्ड अमाउन्ट निकाले अनि त्यसपछि के निकाले नेट प्रॉफिट निकाले. त्यसले बुझ्यौ कि बुझेन तिमीले. सो डिभिडेन्ड पर शेयर हामीले एक के ध्यान दिनु पर्यो भने मैले डिभिडेन्ड पर शेयर निकाल्नको लागि डिभिडेन्ड अमाउन्ट मिस्टर यादवले लिएको छु र नम्बर अफ शेयर्स पनि कसको लिएको छु मैले मिस्टर यादवकै गरेपछि कति आयो त ₹25 पर शेयर पर्यो कि परेन त. एउटा शेयरको मूल्य कति रहेछ ₹25. ओके. त्यसपछि टोटल डिभिडेन्ड अमाउन्ट निकाल्नको लागि के रहेछ फर्मुला नम्बर अफ शेयर्स इन्टु डीपीएस भनेको डिभिडेन्ड पर शेयर.
सो गर्दाखेरि टोटल डिभिडेन्ड अमाउन्ट कति आएको जस्तो 15 लाख रुपैयाँ आएछ क्याल्कुलेसन बुझिहाल्छौ तिमीले हैन त्यसपछि के निकाल्नु पर्छ डिभिडेन्ड अमाउन्ट दिएको छ रेट अफ डिभिडेन्ड दिएको छ के निकाल्नु पर्यो अब नेट प्रॉफिट सो डिभिडेन्ड अमाउन्ट यति रेट अफ डिभिडेन्ड यति नेट प्रॉफिट निकाल्नु पर्ने छ हामीले हो के हैन यहाँले अब 15% भनेको 15 डिवाइड बाइ 100 हो के हैन त यो डिवाइड भएको कुरा त गरेर मल्टिप्लाई हुन्छ ए मल्टिप्लाई भयो अनि मल्टिप्लाई भएको कुरा त डिवाइड भयो कि भएन त भयो नि यसरी नेट प्रॉफिट कति आयो त 1 करोड आयो कति आयो नेट प्रॉफिट 1 करोड अब हामीले नेट प्रॉफिट सबै निकालिसक्यौं हामीले 1 नम्बर र 2 नम्बरको निकालिसक्यौं तर फेरि थर्ड नम्बरमा फेरि बिगिनिङ देखि गर्नु दिएको छ है फेरि थर्ड नम्बरमा के दिएको छ भने रेट अफ डिभिडेन्ड दिएको छ 20% दिएको छ हामीलाई अनि नम्बर अफ शेयर्स कति दिएको छ 600 मिस्टर यादवको कम्पनीको टोटल नम्बर अफ शेयर्स त कति हो त 60000 हो के हैन त अब यसबाट हामीले डिभिडेन्ड निकाल्न सक्छौं फर्स्ट अफ अल रेट अफ डिभिडेन्ड इन्टु नेट प्रॉफिट गर्दै कति आयो त कति आयो 20 लाख आयो यहाँनेरि ओके सो 20 लाख टोटल डिभिडेन्ड आयो अब कम्पनीको टोटल डिभिडेन्ड हो सो कम्पनीको टोटल डिभिडेन्डलाई कम्पनीको टोटल नम्बर अफ शेयर डिभाइड गर्नु पर्यो त डिभिडेन्ड पर शेयर निकाल्नको लागि डिभिडेन्ड पर शेयर भनेको डीपीएस निकाल्नको लागि टोटल डिभिडेन्ड डिभाइड बाइ नम्बर अफ शेयर्स गर्दा कति आउँछ 20 लाख डिभाइड बाइ 60000 गर्दाखेरि यहाँ 100/3 आयो ओके अब यसपछि हामीले डिभिडेन्ड पर शेयर निकाल्यो अब हामीले डिभिडेन्ड रिसिभ बाइ मिस्टर यादव निकाल्न सक्छौं कि सक्दैनौं अब निकाल्नु है त डिभिडेन्ड received by Mr. Yadav भनेको नम्बर अफ शेयर्स इन्टु डिभिडेन्ड पर शेयर गर्नु पर्यो कि परेन नम्बर अफ शेयर्स कतिवटा छ मिस्टर यादवको अब 600 छ 600 इन्टु 100 डिवाइडेड बाइ 3 गर्दा कति आउँछ नानी हो कति 20000 सो कति आयो 20000 रुपैयाँ हाल्यो ओके यो चाहिँ डिभिडेन्ड रिसिभ बाइ मिस्टर यादव हो ट्याक्स तिर्नु भन्दा अगाडि बट यसले ट्याक्स कति पर्सेन्ट तिरेको छ 5% ट्याक्स गरेपछि डिभिडेन्ड रिसिभड आफ्टर 5% ट्याक्स डिडक्सन गर्दाखेरि कति हुँदैछ 20000 माइनस 5% अफ 20000 भनेको 20000 5 डिवाइडेड बाइ 100 इन्टु 20000 आउँछ जुन भनेको 20000 यो भने कति आउँछ 1000 आउँछ होला हो इज इक्वल टु रुपीस कति आउँछ 19000 त्यसरी हामीले निकाल्न सक्छौं ओके